आज चाहिँ बाहिर यस्तो पानी परिरहेको थियो है अनि मलाई चाहिँ झ्याउ लाग्यो अब के गरौँ भयो अनि म गएँ करेन्ट लिनलाई। खासमा पानी पर्दा मात्रै होइन कि मलाई चाहिँ घाम लाग्दा नि करेन्ट हान्न मन लाउँछ, झ्याउ लाग्दा नि करेन्ट हान्न मन लाउँछ, जे गर्दा नि करेन्ट हान्न मन लाउँछ होइन। म चाहिँ करेन्ट लभर हो। म चाहिँ पसलमा गएर करेन्ट पनि लिएँ, करेन्टलाई लिएर आउँदैछु। अब म चाहिँ करेन्टलाई पकाउँछु टु एक्स स्पाइसी। ओके यो चाहिँ होइन। त्यसपछि यता चाहिँ एकातिर चाहिँ चाउचाउ बोइल हुँदैछ अनि अर्कोतिर चाहिँ एग फ्राई हुँदैछ। मलाई फेरि त्यो हाफ बोइल मन पर्दैन के, कतिलाई त हाफ बोइल मनपर्छ नि, मलाई चाहिँ हाफ बोइल मन पर्दैन। मलाई चाहिँ अलिक स्मेल जस्तो लाउँछ, म खान सक्दिनँ होइन। मेरो करेन्ट चाहिँ रेडी भयो। म चाहिँ करेन्ट रेडी भएर लिएर जाँदैछु होइन। यस्तो देखेछ मेरो करेन्ट छ्याउ छ्याउ। म चाहिँ यहाँ खानाभन्दा अगाडि फेरि ओहो यहाँ नाटक पार्दैछु क्या हल्का, यसो खाएँ ल भन्दै खाँदैछु। तर यस्तो मिठो भयो थियो नि, यस्तो मिठो भयो थियो। मलाई फेरि जहिले नि यस्तै हो क्या मेरो एक्सप्रेसन, वाउ वाला जहिले यस्तै हुन्छ कि। मैले चाहिँ यो भोइस ओभर खाइसकेपछि गरेको, त्यही भएर हल्का पिरो पिरो भयो क्या मलाई। अनि मलाई चाहिँ लेमन पनि राखेको एकदम मनपर्छ अनि मैले चाहिँ थोरै लेमन राखेँ। लेमन राखेर अनि खाँदैछु। मलाई चाहिँ खासमा करेन्ट एकदम धेरै मनपर्छ कि, म एक्लै भएँ, मलाई झ्याउ लाग्यो। अब आज के खाजा खाने त भन्दा मेरो मुखमा सुरुमा करेन्ट भन्ने आउँछ होइन। त्यस्तै छु, मलाई चाहिँ एकदम धेरै करेन्ट मनपर्छ। हेर्नु यहाँ म चाहिँ गम 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 खाँदैछु अनि त्यसपछि करेन्टको साइडमा कोक। अनि यो कोकको सवाला जुन साउन्ड हुन्छ नि वाउ लाउँछ क्या मलाई चाहिँ, त्यो बल्ल अनि खाए जस्तो लाग्छ होइन। अनि म चाहिँ करेन्ट र कोक खाँदैछु। हजुरहरूलाई चाहिँ करेन्ट र कोकको कम्बिनेसन कस्तो लाग्छ लेट मी नो। म चाहिँ जति पिरो भए पनि खान छोडिरहेको छैन कि, यस्तो मिठो भयो थियो, यस्तो मिठो भयो थियो होइन। म चाहिँ यति इन्जोय गरेर खान्छु कि है। यो करेन्ट खाँदाखेरि चाहिँ म यति इन्जोय गर्छु कि बरु अरू खाँदा मैले खासै इन्जोय नगरौँला। ओहो अन्डा फेरि काट्दा आएन अनि के गर्ने त, त्यत्तिकै निकालेर नि खाइदिएँ कि मैले चाहिँ होइन। म चाहिँ खुसी भएको नि त्यहाँ खाँदा पनि यति धेरै खुसी हुँदै खाइरहेको छु कि म चाहिँ होइन। ध्यान चाहिँ सबै त्यही करेन्टमा छ, कति बेला खाएर भ्याम हुन्छ कि। मलाई फेरि जति खाएँ नि करेन्ट चाहिँ म चाहिँ फुल हुँदैन कि, म चाहिँ एकदम इन्जोय गर्दै खाइरहेको छु करेन्टलाई चाहिँ। हजुरहरूलाई चाहिँ कतिको मनपर्छ करेन्ट। ओहो ऊ डान्स नि निस्किन्छ फेरि मैले चाहिँ करेन्ट खान पाएँ भने यस्तो इन्जोय गर्दै खान्छु होइन। हजुरहरूले नि कस्तो इन्जोय गर्दै खानुहुन्छ त होला नि है। पिरो भएर वाती भएको थिएँ म चाहिँ, तर पनि वाउ भन्न छोड्ने छैन। फेरि जति पिरो भए पनि करेन्ट भनेको के होला है, मलाई चाहिँ यति धेरै मनपर्छ। अनि त्यही माथि कोक खाँदै करेन्ट खाँदै मैले चाहिँ खासमा यो खाएको चाहिँ पहिलोचोटि, आई मिन खाएको त पहिलोचोटि होइन कि,